बैला मैले सालुङ लिएर आएको छु। आज उसको मेकओभर डे हो। हजुर मैले आफ्नो रिजल्ट पनि हेराउँछु। कपाल क्यारेटिन गराउँदै हो। ओके, कस्तो लागिरहेछ त? रिलिफ फिल भइरहेको, एक्साइटेड छु। हेरौँ कस्तो रिजल्ट आउँछ। वेट गरिरहेको छु मिसको पार्लरको। एकदमै बिजी छ, हेयर ड्रेसरहरू हाम्रो एकदमै बिजी हुनुहुन्छ। कपाल वास गरेर सबै अब ड्राई हुँदैछ, हेर्न सक्नुहुनेछ। एकदमै रिल्याक्स भएर बसिरहेको, रिल्याक्स रिल्याक्स, एकदमै रस छ, हेर्न सक्नुहुन्छ। त्यही पनि हाम्रो हेयर ड्रेसर मिस्टर सनी ट्राई गरिराख्नुपर्छ चाँडोभन्दा चाँडो सकाइदिने, किनभने मेरो बहिनी थाकेको छ। फाइनली सेकेंड डे इन पोर्चुगल, बाद में फिनिशिंग दे देंगे। बाय 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 डैमेजर बाय। यस, बाद में प्रेसिंग में और शॉर्ट कर देंगे। या लुक्स क्यूट। Oh, this is the before. Before here. धुआं धुआं, कैरेटीन को धुआं 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 धुआं। के भयो, तातो लागिरहेको? So keratin application. Application का प्रोसेस स्टार्ट भइसकेछ मेरो बहिनीको। काली काली द हेयरड्रेसर। सर अच्छा होगा ना? सनी सर का दे तो अच्छा नहीं होगा, ऐसा हो सकता है? हाँ, ऑफ कोर्स। सो सिमरनको त्यहाँ क्यारेटिन हुँदैछ। सो त्यतिखेरसम्म म यहाँ बसिरहेको छु भित्र रेस्ट गर्दै। लेट्स सी फाइनली इट्स डन। ये रिजल्ट हो इसका, सीधा सीधा। ओह वाव, सो प्रिटी। हेरौँ सिमरन, कति क्युट देखेको मेरो बहिनी। राम्रो छ। अनि के गरिदिने हाम्रो च्यानललाई? लाइक सब्सक्राइब।